यसलाई के अरे हप्तैपछि गरिराख्नु पऱ्यो। अब यो स्प्रे गऱ्यो यो किरा पनि हामीले यसको म पनि हेऱ्यौँ बच्चा त तपाईँहरू त्यो लाभा सबैले देख्नु भएको छ फलभित्र। अब हामीले देख्न सक्ने भनेको प्युपा हो होइन, प्युपा जमिन मुनि छ, जमिन मुनि तपाईँहरूकोतिर धेरै झरेको छ भने अझै पनि भेट्न सक्छ कतिपय प्युपाहरू होइन, त्यहाँ गएर खोज्नु। अनि यसको हामीले अन्डा चाहिँ देख्दैनौँ कि बुझ्नुभएको बुझ्नु, त्यो त दानाभित्र हुन्छ। फर्सी काँक्रो भेडाउला यिनीहरूमा लाग्छ, तर तिनीहरूमा लाग्ने र यिनीहरूमा लाग्ने मान्छे भने जस्तै यो किरा चाहिँ एउटै प्रकृतिको हो, र मान्छेको नि यो क्याटेगोरी जसो छेत्री होला, ब्राह्मण होला, मगर होला, यिनीहरूको जात चाहिँ फरक 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 छन् के, एउटै हो। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ त्यो हो। अब यसले चाहिँ केलाई काम गर्छ भने खुर्सानीमा लाग्नु हुन्छ नि, खुर्सानी पुगिन्छ नि, त्यसलाई चाहिँ काम गर्छ। के गर्नु पऱ्यो, के कुरामा ध्यान दिनु पऱ्यो भने हाल्नुभन्दा अगाडि तपाईँहरूले मास्क लगाउनु पऱ्यो, चस्मा स्प्रे गर्ने भने चस्मा पनि लगाउनु पऱ्यो, टोपी लगाउनु पऱ्यो। साधारण रूपमा तपाईँहरूको घरमा जे लुगा छ त्यो लुगा चाहिँ जिउ पुरै ढाक्ने लुगा लगाउनु पऱ्यो, बाले जस्तो कुरो गम्बुट लगाउनु पऱ्यो। मजाले चलिरह, हाल्नु भएन होइन। यदि हाल्नै पनि के दिन कटिसक्यो कोही बेला नआउँछ भन्दाखेरि हावा त यताबाट चलेछ, अब हामी यता फर्केर हाल्नु भने हाम्रो ज्यानतिर आउँछ, पछाडि यता फर्केर हाल्नु विपरीत दिशातिर फर्केर हाल्नुपर्ने हुन्छ। त्यो कुराहरू ध्यान दिनु। कतिपय घटना नि छ, नि फर्बुमा हाम्रै अगाडि साइबरमेथिन खाएर 2 ml को मान्छे भ्याटेक भयो, त्यस्तो पनि हुनसक्छ। त्यो घटना घटेछ, त्यो एकदम आफू पनि सुरक्षित हुनु पऱ्यो। हाम्रो टार्गेट भनेको हाम्रो जुनारमा लाग्ने चाइनिज फुड फ्लाईलाई नियन्त्रण गर्नु हो, औँसा किरालाई नियन्त्रण गर्नु हो। त्यो कुरा चाहिँ ख्याल गर्नु पऱ्यो हामीले।